अनि यो हाफ डिलर चाहिँ कहाँ किन्नु भयो? यो तमान खोला हजुर पहिले लामिला तमान हजुर पहिले यो लगभग 6 वर्ष अन्डा बढी भयो अनि त्यो जर्मनबाट हेरेर आउँदै कपडाले सिलाछ हामीले ढाकोहरूले ठिक उनकै ढाको के मैले सिलाउँछु हो है ठाउँ त बबाल छ खासै नरहेछ अहिले त यार यो त यो पनि डबल हुन्छ दुईटा गाडी के वारपार आदरणीय दर्शक महानुभावहरू मेरा साथीहरू हामी चाहिँ धरपाटनको उपत्यकादेखि अगाडि बढ्दैछौँ जलजला जानको लागि। यो गाउँ चाहिँ भर्खर मात्रमा हामी अब अलमोस्ट 1 आवर हिँडिसकेपछि छेन्टुङ भन्ने गाउँमा आइपुगेका छौँ। यहाँ एकछिन रेस्ट गरेर देन वी विल मुभ टु नेक्स्ट स्टेसन। यो चाहिँ एकदम युनिक लाग्यो क्या मलाई चाहिँ। कसरी युनिक लाग्यो भन्दाखेरि तपाईको यो ठाडो खम्बा डाँडा भाटा छानो एभ्रिथिङ इज मेड बाई वुड्स लोकल वुड सब लोकल वुडबाट बन्छ। यो तपाईको क्ले टाइल जस्तो देखिँदो रहेछ हैन तर छानो पनि पुरै काठकै छ के। अलिअलि छालले हान्दो रहेछ क्या। पानी परिरहेको छ। हामी तल्लो जलजला जाने बाटोमा छौँ अहिलेलाई। बाटोमा जाँदाखेरि मैले यो सबै यो भुङहरू रहेछ कति प्रयोगमा आउने खालको काठहरू छ तर हेर्नु न यो सबै यतिकै छ क्या। कोही अब ढलेर कुहिन लागिसकेका छन्। अब यी सबै थडेका जति पनि सबै सुकेको सायद यो दडेलो लगाएपछि होला यस्तो भयो। हामी जलजला तल्लो जलजला आइपुग्यो। धरपाटनबाट हेरेर हामी चाहिँ तल्लो जलजला भर्खर आइपुग्यो। यो चाहिँ तपाईँको 3290 मिटर उचाइमा रहेछ समुद्र सतहदेखि। यो माथि देखेको भोलि अलिअलि खुल्यो भने चाहिँ